मेरो यो दुई शब्द एकल महिलाको लागि। एकल महिला, कति गाह्रो छ एकल महिलाको जीवन। कसैले श्रीमान गुमाउनु भएको छ भने कसैको श्रीमानले अति अत्याचार गरेर छोडपत्र दिएर अलग बस्नु पर्दछ। नारीले आफ्नो माइत जन्मघरमा बसेर आफ्नो घर आँगन सजाएर उनी माइतबाट बिदा हुन्छन्। पछि गएर माइतमा पनि एउटा पाहुना जस्तै हुन्छन्। उनी विवाह गरेर सुख शान्ति र राम्रो होला, साथ र सपोर्ट पाउला भन्ने ठुलो सपना सजाएकी हुन्छन्। तर कसैको सपना त राम्रो हुन्छ, पुरा हुन्छ भने कसैको सपना आधा र अधुरो हुन्छ। नारीलाई राम्रो श्रीमान नभए कति दुःख, कति गाह्रो, कति पीडा सहनु पर्दछ। राम्रो श्रीमान नहुने हो भने महिलालाई गाउँ छिमेक समाज माइती सबैबाट हेपिनु पर्दछ। एकल महिला कुनै पुरुषसँग 2 मिनेट उभिएर कुरा गर्ने हो भने पनि तिनी महिलालाई मन सफा र स्वच्छ विचार भए पनि कति नराम्रोसँग, कति नराम्रो दृष्टिकोणले हेरेका हुन्छन्। पुरुषले त श्रीमती मरिसकेपछि 6 महिना 13 दिनपछि बिहा गरेका हुन्छन्। कोही महिलाले त बच्चा नभए पनि आफ्नो श्रीमानको नाममा पुरा जीवन बिताएकी हुन्छन्। बच्चा हुनेलाई बच्चाको मुख हेरेर बच्चाको भविष्यको लागि एकल महिलाको जीवन काटेकी हुन्छन्। कति पीडा भोगेकी हुन्छन्, कति दुख दर्द सहेकी हुन्छन्। जब मान्छेलाई दुख तकलिफ पीडा र परेशानी हुन्छ त्यो बेलामा कसैले पनि साथ दिँदैनन् तिनीलाई। मैले देखेकी छु। मैले कति महिलाहरूलाई हेर्छु। मैले तिनका बच्चाहरू साना साना हुँदा कसैले एउटो मिठाईको एउटा दाना पनि लगेर दिँदैनन् भने उनीहरू बच्चा हुर्केर ठुला ठुला भएपछि तिनी बच्चालाई अब खवा खिर मिठाईको डिब्बा लगेर दिएर केही अर्थ हुन्छ? यो समाज, यो माइती, यो घर, यो परिवार जसलाई तकलिफ छ, जसलाई गाह्रो छ, जसलाई अप्ठ्यारो छ, त्यो बेलामा कसैले सपोर्ट गर्दैनन्। मौकामा चौका हानेका हुन्छन्। कसैले साथ दिँदैनन्। तर दिन सबैको आउँछ, कसैको राम्रो, कसैको नराम्रो। राम्रोको लागि पनि ईश्वरको एउटा वरदान जस्तै हुन्छ। नराम्रो दिन आउनको लागि पनि ईश्वरकै कृपा हो। कोही अहिले जन्मको आफ्नो कर्म र कोही पिछला जन्मको कर्म। मृत्युलाई पनि कसैले रोक्न सकिँदैन, कसैले किन्न सकिँदैन। कहिले आउँछ कसैलाई थाहा पनि हुँदैन। धनी र गरिब जति मेहनत गरे पनि एउटा आफ्नो भाग्य हुन पर्दछ। एउटा कुल पितृको आशीर्वाद र एउटा मेहनत। एकल महिलाको मलाई दुःख लाग्छ। कसैले पनि नहेपौँ, किनभने उनको दिन फर्किन बेर लाग्दैन।